धनुषा जिल्लाको अधिकांश मतदान केन्द्रमा यस्तै चाहिँ उत्साहित मतदाताहरू देखिएका छन्। जहाँ हेर्नुहुन्छ भने लाइन लागेका मान्छेहरू छन्, महिला पुरुष वृद्ध सबै चाहिँ लाइन लागेका छन्। जहाँ हेर्नुहुन्छ उत्साहित देखिएका छन्। जनकपुर र धनुषा जिल्लाको ग्रामीण क्षेत्रहरूमा पनि नेकपा माओवादीको कुनै प्रभाव देखिएको छैन। तिनीहरूको बन्द र तिनीहरूको विद्रोहको कुनै प्रभाव देखिएको छैन। पुरै उत्साहित भएर खास गरेर मतदाताहरूले मतदान गरिरहेका छन्। एबी न्युजका लागि सुजित कुमार झा, जनकपुर धाम।